अनि कस्तो चलिरहेछ त अहिले कामहरू? पहिला वेलकम गर्नु हुने होला हैन वेलकम नगरी थाल्नु भनेको त ल आइसाज्यू तपाईँलाई धेरै धेरै स्वागत छ हाम्रो यो पोडकास्टमा हाम्रो शोभा है। हजुर धेरै धेरै धन्यवाद। नमस्ते सबैजनालाई। हाम्रो आइसाज्यू जो हुनुहुन्छ उहाँ चाहिँ डोर्सबाट हुनुहुन्छ र उहाँको बारेमा छोटो भन्दाखेरि चाहिँ उहाँ चाहिँ आर्टिस्ट पनि हुनुहुन्छ, एक्ट्रेस, सँगसँगै मोडल पनि हुनुहुन्छ र अझै धेरै कुराहरू छ। अब उहाँको बारेमा चाहिँ आज हामी यो पोडकास्टको माध्यमबाट जान्नेछौँ। अब रिसेन्टली उहाँले धागो मुभीमा एज एन को एक्ट्रेस पनि गर्नुभएको छ है। अन्त अरू प्रोजेक्टहरू पनि टन्नै बिचमा गरिरहनु भएको जस्तो लागिरहेछ जुन चाहिँ आउनेवाला छ। हजुर हजुर गर्नु त एकदमै गरिरहेको छ, अलिक च्यालेन्जिङ टाइपको पनि छ अनि यो पछाडि पनि एउटा सानो प्रोजेक्ट नै छ भनौँ न। ओके ओके। यो जुन चाहिँ मोडलिङ एन्ड एक्टिङ इज टोटल्ली डिफ्रेन्ट, दुईवटा अलग अलग जनर हो नि त है। र यो दुईजनालाई कम्बाइन गरेर लाँदाखेरि कस्तो पाराले लगिरहनु भएको छ अनि कतिको च्यालेन्ज फेस गरिरहनु भएको छ? त्यस्तो च्यालेन्जिङ त छैन, किनकि मोडलिङ अर्कै भए पनि एक्टिङ अर्कै भए पनि अलिअलि गरेर जोडिनु चाहिँ जान्छ। किनभने हामीले एक्टिङ गरिरहेछौँ भने पनि त्यसको पोस्टरदेखिको यताउता लिएर हामीले मोडलिङ फोटोसुट त गर्नु नै परिहाल्छ। अनि प्रपर मोडलिङ जुन छ त्यो चाहिँ हामीले वर्क गर्ने अब 3 प्रकारको हुन्छ मोडलिङ, जुन चाहिँ रनवेदेखिको लिएर फोटोसुट या टिभी मोडलिङ हुन्छ। अनि एक्टिङ चाहिँ हामीले प्रपर एक्टिङ नै गर्नुपर्ने, यो त्यो बेसमा हुन्छ। मलाई त लाग्छ दुईवटा एउटै होला, त्यही भएर चाहिँ मलाई त्यस्तो गाह्रो चाहिँ भएको छैन। यो करियर कसरी सुरु भयो? अहिले अब कस्तो भन्दाखेरि सिल्भर स्क्रिन भनेको त धेरैजनाको सपना हो नि त नि, मुभी खेल्ने त होइन। अन्त अहिले तपाईँ अब मुभीमा हुनुहुन्छ एज एन को एक्ट्रेस, कतिवटामा सायद लिड रोलमा पनि गर्नु भएको छ होला जस्तो लाग्दैछ मलाई। आउने मुभीमा थाहा हुन्छ त्यो चाहिँ होइन। सुरुवात चाहिँ कसरी भयो? सुरुवात चाहिँ पहिला मोडलिङबाट नै भएको हो। त्यो पहिला योभन्दा 6-7 वर्ष अगाडि चाहिँ त्यो एउटा ट्रेन्ड चलिरहेको थियो नि, कभर भिडियो बनाउने भनेर। अनि त्यो बेला चाहिँ हाम्रो गाउँकै दादा हुनुहुन्छ लोचन भन्ने, लोचन पोड्डर होला। अनि उहाँले चाहिँ मलाई अप्रोच गर्नुभएको थियो, यस्तो यस्तो छ तिमी गर्छौ भनेर। अनि तर अडिसन दिनुपर्छ भनेर भन्नुभएको थियो। अनि मैले ल हुन्छ भनेर अलिकति कन्फिडेन्ट चाहिँ थिएँ म त्यो बेला पनि। अनि ल हुन्छ भनेर मैले गरेँ। अनि अडिसनमा 4-5 जना सेलेक्ट भएको थियो। त्यो मध्ये चाहिँ म पनि एकजना थिएँ। त्यहाँदेखिको चाहिँ उहाँले सायद ममा त्यो देख्नुभयो होला कन्फिडेन्ट। अनि एउटा सो छ जहाँ चाहिँ तिमी जानुपर्छ भनेर भन्नुभएको थियो। त्यो चाहिँ कुचबिहारमा भएको थियो, मिस्टर एन्ड मिस कुचबिहार। अनि त्यहाँ गएँ, धेरै कुरा सिक्न पायो। अनि सिकेर 3 दिनको 3 डेजको चाहिँ ग्रुमिङ थियो। अनि त्यो ग्रुमिङ सबै गरिसकेर चाहिँ लास्टमा म विनर भएँ। ट्यालेन्ट राउन्डतिर चाहिँ अब डान्स आफूलाई जे आउँछ त्यो देखाएर पनि होला, अनि बोल्ने तरिकाले पनि सायद, अनि त्यो कन्फिडेन्ट देखेर पनि होला म विनर भएँ। त्यहाँदेखिको दादाले त्यसरी नै मलाई गाइड गर्दै जानुभयो, अझै गर्नुपर्छ अघि भनेर। अनि सेकेन्ड सो गरेँ त्यसरी नै। त्यस्तो गर्दाखेरि चाहिँ एउटा हाम्रो नर्थ इस्ट भन्ने थियो, त्यहाँनिर चाहिँ ट्यालेन्ट राउन्डमा चाहिँ मैले एक्टिङ गरेको थिएँ। अनि त्यो एक्टिङ देखेर चाहिँ मलाई कोलकाताको होइचोइ भन्ने नेटफ्लिक्स जस्तो नै हुन्छ, त्यो होइचोइमा चाहिँ मलाई इन्भाइट गर्नुभएको थियो। चाहिन्छ एउटा आर्टिस्ट भनेर, जापानी समथिङ के थियो त्यसको सिरिजको। हजुर। अनि त्यहाँनिर गएँ। अनि त्यहाँ जाँदाखेरि चाहिँ एउटा यस्तो प्लेटफर्म जहाँनिर चाहिँ आर्टिस्ट भनिसकेपछि चाहिँ सबैलाई इक्वली हेर्ने। अनि त्यो बेला मलाई अलिक तिर्खा लागेको थियो। अनि मैले भनेको थिएँ अब लाइटहरू धेरै हुन्छ, यताबाट लाइट आएको उताबाट लाइट आएको। अनि म थाकिरहेको थिएँ। अनि मलाई पानी चाहियो भनेर भनेको थियो। अनि त्यो बेला चाहिँ प्रोडक्सनको मान्छे कहाँ छ भनेर एकदम चिच्चाएर आर्टिस्टलाई तिर्खा लागिरहेछ भनेर। अनि त्यो बेला मलाई रियलाइज भयो यो चाहिँ यस्तो ठाउँ हो जहाँनिर चाहिँ आफूले काम गर्दा गर्दा इज्जत भन्ने कुरो धेरै पाइन्छ। अनि त्यो अनुसार चाहिँ म इन्भल्भ हुँदै गएँ, अडिसनहरू दिँदै गएँ। त्यस्तो गर्दा गर्दा चाहिँ एउटा एउटा मुभीबाट गर्दै। जस्तै हाम्रो सायद कतिजना अडियन्सलाई थाहा छैन होला है, उहाँले नेपाली मुभी पनि गर्नुभएको छ नि है, नेपालमै गएर पनि। किनकि हाम्रो जुन चाहिँ यता नेपाली गोर्खाली भेकमा बनिने मुभीहरू अलिकति कम्ती नै हुन्छ होइन। अनि त्यसमा पनि तपाईँले गरिरहनु भएको छ। सँगसँगै अहिले भन्दाखेरि तपाईँले बङ्गाली प्लेटफर्ममा पनि गर्नुभयो। यता नेपाली मुभीहरू चाहिँ कुन कुन गर्नुभएको छ अहिलेसम्म? मलाई सक्दो लागेको चाहिँ नाइ भन्नु ल या समथिङ पनि गर्नुभएको। हजुर हजुर हजुर, नाइना भन्नु ल 6मा पनि को एक्ट्रेस नै भएर गरेको हो। हजुर। नेपालीमा चाहिँ त्यो होला। अन्त त्यहाँदेखिको म्युजिक भिडियोहरू पनि धेरै गरिरहेको छु नेपालको। हजुर। अनि अब स्क्रिप्ट भनेको जस्तो पाइँदैन,
त्यो अनुसार पनि स्क्रिप्टहरू चाहिँ आइरहेको हुन्छ तर अब आफ्नो बलबुतेमा मात्र अहिले गर्ने त भएको छुइनँ म अनि त्यो अब प्रोडक्सनदेखिको लिएर होइन डाइरेक्टर उहाँहरू पनि अलिक राम्ररी अब मलाई चाहिँ यो मान्छेले चाहिँ त्यो स्टेजमा लान सक्नुहुन्छ या फिर त्यसरी मलाई स्क्रिनमा उतार्नु सक्नुहुन्छ भन्ने कन्फिडेन्ट पनि हुनु पर्यो अनि त्यो चाहिँ अलिकति नभएको भएर चाहिँ अरू अलिक मुभीतिर चाहिँ अहिले गरेको छुइनँ नेपाली अनि यो चाहिँ अहिले यहाँनिर चाहिँ हाम्रो जुन धागो मुभी भन्ने लागिरहेछ त्यसमा चाहिँ सानो रोल छ क्यामियो मात्र हो मेरो तर त्यो सानो रोलले पनि मैले केही दिन सक्छु कि 2 सेकेन्डको होस् या 3 सेकेन्डको होस् त्यसमा पनि मैले के गर्न सक्छु कि भनेर प्रयास गरेको छु यो चाहिँ अब 14 तारिक रिलिज हुँदैछ होइन धागोको बारेमा हामी बिस्तारै कुरा गर्नेछौँ जस्तै फेरि छुट्टिन्छ अघि हामी होइचेको कुरा गरेको थियौँ होइन होइचेमा त ज्यादा जस्तो हन्टेड स्टोरिजहरू ज्यादा भएको जस्तो लागेको थियो त्यस्तै हरर रिलेटेड हो कि लाइक एकदम होइन न हरर त होइन तर अब कमेडी हुन्छ नि इमोसन्स भएकै मुभी हो त्यो चाहिँ टाइटल नै त्यसमा थियो कि जापानी डल भन्ने जुन चाहिँ मैले किरदार गरेको थिएँ अनि त्यही हो यो जुन चाहिँ फिल्ड छ नि अब सिन्स डोर्स अब एउटा भौगोलिक रूपमा हेर्ने हो भने पनि अलिकति सानो जग्गा छ होइन अनि जुन चाहिँ तपाईँ अब अहिले विभिन्न ठाउँमा गएर आफ्नो कलालाई अगाडि बढाउँदै होइन एज एन एक्ट्रेस पर्फर्म गरिरहनु भएको छ यो बिचमा तपाईँलाई सबैभन्दा च्यालेन्जिङ लागेको कुरा चाहिँ के लाग्छ च्यालेन्जिङ भनेको चाहिँ के भन्ने त्यसलाई आफ्नै मान्छेहरूले आफ्नै गाउँठाउँको मान्छेहरूले अलिक खुट्टा तान्ने जस्तो गरेको हो कि या के हो मैले धेरै दुनियाँ देखेको त नभनौँ तर इन्डस्ट्री चाहिँ मैले बेङ्गोली इन्डस्ट्री पनि देखेको छु हाम्रो नेपाली इन्डस्ट्री पनि देखेको छु र हाम्रो डुवर्सको इन्डस्ट्री पनि देखेको छु अनि बेङ्गोली उयसमा चाहिँ इन्डस्ट्रीमा चाहिँ के थियो भन्दाखेरि एकले अर्कालाई सपोर्ट गर्ने जस्तो कि मेरो एउटा रोल थियो त्यहाँनिर एकदमै आँखा खोलेर बस्नुपर्ने थियो अनि लाइट आइरहेको थियो अनि हाम्रो जो मेरो को एक्टर चाहिँ जो हुनुहुन्थ्यो उहाँ चाहिँ एकदमै के भन्ने ठुलो एक्टरै हुनुहुन्थ्यो अनि उहाँले मलाई सम्झाउनु हुँदै थियो जब क्यामेरा तिम्रो माथि आउँछ तब मात्र तिमी आँखा खोला म तिमीलाई साइन दिन्छु त्योभन्दा अगाडि तिमी नखोला किनकि लाइटले आँखामा परिरहेछ नि प्रब्लम हुन्छ अनि उहाँले त्यसरी भनिराख्नु भएको थियो भने अब कतिपय इन्डस्ट्रीमा चाहिँ के हुन्छ भन्दाखेरि अब मेरो अगाडि जो उभिराख्नु भएको छ उहाँ अब के भन्छ एकदमै ठुलो कलाकार हुनुहुन्छ भने उहाँले त्यस्तो सोच दिनु हुँदैन के अब जस्तो कि क्यामेराको धेरै नलेज हुँदैन कतिपय अब सिधै आफ्नो सुट भइरहेछ भने चाहिँ हामीले कहाँ हेर्ने त त्यस्तो कुरोहरू हामीले सोध्दैछ भने पनि अब राम्ररी नभनिदिनु हुने हुन्छ नि आफू मात्रै राम्रो देख्नुपर्छ कि भन्ने खालको मान्छेहरू पनि भएर होला हजुर हजुर सो लाइक कम्पेरिङ टु नेपाली यहाँ बनिने मुभीको एउटा जुन चाहिँ टिम भनौँ न प्रोडक्सन टिमले चाहिँ अझै धेरै कुरा सिक्नु बाँकी छ जस्तो लाग्छ तपाईँलाई हाम्रो यताको हो भने त अब हाम्रो धागैको कुरा गरौँ भने त हामी एउटा टिम जुन छ त्यो एकदम फ्यामिली प्रकारको थियो एकअर्काले साथ दिने अनि हाम्रो जो मेन लिड हुनुहुन्छ उहाँ पनि सुरक्षा पन्त एकदमै सपोर्टिङ अब के भन्ने उहाँलाई उहाँले मलाई यस्तो कुरोहरू उहाँबाट मैले सिक्न पाएँ कि एउटा आर्टिस्ट भनिसक्यो भने यस्तो पनि हुँदो रहेछ भनेर हुन्छ नि अब उहाँ त चलिराख्नु भएको आर्टिस्ट हो नि त अब म त भर्खरै स्टार्ट गर्दैछु स्ट्रगलिङ जोनमै छु भनौँ न तर उहाँले मलाई हुन्छ नि एउटा आफ्नो बहिनी जस्तो हुन्छ नि त्यो प्रकारले गाइड गर्नु भएर तिमीले यस्तो गर्नुपर्छ त्यो गर्नुपर्छ भनेर एउटा सिन छ तपाईँले मुभीमा देख्नु सक्नुहुन्छ त्यहाँनिर चाहिँ जब मेरो उहाँसँग आई कन्ट्याक्ट भयो अनि त्यसपछि चाहिँ म यस्तो एक्टिङमा ढलेँ उहाँको एक्टिङ देखेर त्यो सिन तपाईँहरूले देख्नु पाउनुहुनेछ अनि सुरक्षा पन्त जस्तो नै अरू एक्ट्रेसहरू भयो भने चाहिँ अझै धेरै के गर्न सक्छ कि हामी आर्टिस्टहरूले त्यसरी सपोर्ट गरिदिनु भयो भने चाहिँ तपाईँले यस्तो फेस गर्नुभयो जस्तै ल्याङ्ग्वेजको ब्यारियर फेस गर्नु पऱ्यो जस्तै अब आइसा तामाङ अब तपाईँ नेपाली हुनुहुन्छ होइन अनि मोस्टली हामी अब नेपाली नै बोलिन्छ नि घरतिर पनि सो वेल गोइङ फर द होचेम प्लेटफर्ममा भयो या फेरि बलिउडमा गर्नुभयो होइन त्यो टाइममा कहीँ कतै तपाईँलाई ल्याङ्ग्वेजको ब्यारियर फिल भयो कि त्यस्तो भएन त्यस्तो त भएन किनकि अलिअलि अब डुवर्सबाट भइसकेपछि त सबै ल्याङ्ग्वेज अलिअलि आउँछ नै होइन अब आदिवासी भयो बेङ्गोली भयो अनि हिन्दी बिहारी पनि अलिअलि आउँछ घरमा चाहिँ ज्यादा जस्तो के बोल्नुहुन्छ तपाईँहरू नेपाली नै बोल्छ हजुर हजुर यो कुरो चाहिँ के छ भन्दाखेरि नेपालको नेपालीहरूले चाहिँ के सोच्नुहुन्छ भन्दाखेरि अब उहाँहरूलाई थाहा छैन नि त
इन्डियन नेपाली भएपछि चाहिँ घरमा सायद हिन्दी बोल्ने, अब तपाईँकै घरमा पनि हिन्दी त बोलिँदैन नि त, नेपाली बोलिन्छ अनि नेपाली भएपछि त नेपाली बोलि नै हाल्छ अनि उहाँहरूलाई त्यस्तो लाग्छ। तर त्यस्तो होइन, हामी नेपाली हो, नेपालीले नेपाली ल्याङ्ग्वेज नै बोल्ने हो कि घरमा। त्यस्तै अब कति ल्याङ्ग्वेजहरू छ होइन, आदिवासीले आफ्नो घरमा त आदिवासी नै बोल्छ नि त, बाहिर गएर ल्याङ्ग्वेज भनेको चाहिँ यस्तो माध्यम हो जस्तो लाग्छ, जस्तो कि अब तपाईँलाई नेपाली आउँदैन अरे, तपाईँलाई हिन्दी आउँछ अरे, सो आई क्यान स्पिक हिन्दी राइट। सो त्यो कुरोले हामीलाई बाँध्यो नि त, केही सोध्नु छ के गर्नु छ। अब इङ्ग्लिस पनि अब तपाईँलाई नेपाली आउँदैन अरे भनेपछि म इङ्ग्लिसमा बोल्न सक्छु तपाईँसँग। अब आदिवासी पनि त्यस्तै हो, त्यो जस्तो लाग्छ। तर त्यो नै सबै हरेक जग्गामा लागु हुनुपर्छ जस्तो चाहिँ लाग्दैन मलाई। धागोको अब जाउँ है, हजुर, जुन चाहिँ तपाईँले भन्नुभयो नि कि एकदमै दिदी जस्तो आत्मीयतासँग सुरक्षापनसँग तपाईँले एउटा मोमेन्ट्सहरू बिताउनु भयो होइन। हजुर। सो अरू कोसँग तपाईँले त्यसरी कोवर्क गरिसक्नु भएको छ? त्यसरी त हाम्रो नैना भन्नुलामै गरेको छु मैले आँचलसँग। आँचल शर्मा म्याम जो हुनुहुन्छ उहाँ पनि राम्रो हुनुहुन्छ, त्यस्तो नराम्रो भन्नु खोजेको चाहिँ होइन मैले, नेगेटिभमा लिने मान्छेहरू धेरै हुन्छ नि, उहाँ पनि राम्रै हुनुहुन्छ। तर उहाँसँग त मेरो उयो पनि भएन नि त, त्यो बोलिराख्ने त्यस्तो पनि भएन। एकपटक चाहिँ बोलेको थियौँ अनि उहाँ सिबसल्स स्विट हुन्छ नि, आऊ नेपाल घुम्नुपर्छ, यो त्यो म चिनाउँछु, आएको छौ भाइसा भनेर बोल्नुहुन्थ्यो। अनि उहाँ के भन्छ सुरक्षा पन्थसँग चाहिँ के भयो भन्दाखेरि हाम्रो सिनसँगै भइदियो नि त। आँचलजीसँग चाहिँ हाम्रो सिन थिएन अनि त्यस्तो कम्युनिकेट गर्ने या फिर चिन्ने जान्ने नै भएन, अनि त्यो भएर पनि होला। उता नेपालको इन्डस्ट्री र यताकोमा कस्तो भिन्नता पाउनुभयो तपाईँले? अब यता त हाम्रो सिक्किम दार्जिलिङतिर पनि एउटा आफ्नै इन्डस्ट्री छ है, त्यहाँ त मैले काम गरेको छुइनँ, सो त्यहाँको बारेमा चाहिँ मलाई थाहा भएन। र यो हाम्रो डुवर्स र नेपालको बारेमा कुरा गर्ने हुन्छ, नेपाल त अब कहिले चलिसकेको इन्डस्ट्री हो नि त, यहाँ त स्ट्रगल गर्दैछ। पहिलो मुभी हो धागो जुन नेपाली ल्याङ्ग्वेजमा आइरहेको छ डुवर्सबाट है। डुवर्सको साँच्चीकै पहिलो है नेपाली मुभी त पहिलो नै हो नि दादा, जुन यस्तो ठुलो उयसमा बनिरहेको छ। अनि अब यो यस्तै मुभी त अझै बन्नु पर्यो नि त होइन, डुवर्सलाई चिन्नु पर्यो मान्छेले, नचिन्ने त त्यस्तो छैन होला, तर पनि अब धेरै धेरै ठाउँमा पनि जानु पर्यो, यस्तो हो त्यो हो भनेर। त्यसको लागि चाहिँ पहिला यसलाई सपोर्ट दिनु पर्यो नि त हामीले। यो त्यसको मुभी हो, यो मेरो मुभी हो भन्नुभन्दा पनि यो हाम्रो मुभी हो, हाम्रो डुवर्समा बनेको मुभी हो भन्ने प्रकारले लिनु पर्यो यो बेलामा चाहिँ। किनकि यो मुभीले राम्रो गर्नु या फिर यो मुभीले अलिकति हाइप पाउनु, अब त्यो कमाइ यो कुरोको त अर्को नै भयो, तर एउटा साथ, त्यो एउटा साथ चाहिँ चाहिएको छ नि त। अनि त्यो साथ हामीले दियो भने, त्यो साथ हामीले यसरी देखायो भने चाहिँ भोलिको दिनमा अझै अर्को एउटा डाइरेक्टर जन्मिन्छ या फेरि प्रड्युसर जन्मिन्छ जसले चाहिँ आर्ट लिन्छ, हो डुवर्समा बनिनुपर्छ भनेर। अनि हामी जस्तो आर्टिस्टहरू अझै कति हुनुहुन्छ है, डुवर्स त एकदम ट्यालेन्टले भरिएको हो नि त, तर त्यो प्लेटफर्म नपाएको हो। अनि यसरी नै यो मुभीलाई साथ दियो भने अरू कुनै पनि मुभीहरू जुन बनिन्छ त्यसलाई हामीले साथ दिनुपर्छ जस्तो लाग्छ। त्यही भएर लागि परिरहेको छु म पनि होइन, निन्द्रा भोक प्यास नभनिकन कुदिरहेको छु, यताउता के गर्नुपर्छ हाम्रो मुभीले पनि भनेर। त्यही हो, साथको खाँचो छ, साथ दिनु पर्यो, आफ्नो मुभी हो भनेर, उसको मुभी हो भन्नुभन्दा चाहिँ यो हाम्रो मुभी हो भनेर चाहिँ साथ दिनुपर्छ। त्यतिकै पनि त अब यहाँनिर कम्ती बनिन्छ मुभीहरू होइन खास। तर यहाँनिर तपाईँको एउटा जस्तै म पनि पहिला नेपालमै थिएँ होइन, त्यहाँ चाहिँ कस्तो भन्दाखेरि मुभी हेर्ने एउटा बानी छ क्या। अब पहिला छुट्टी भयो होइन, या फेरि कुनै नयाँ मुभी आइरहेछ भने एउटा त्यो ट्रेलर हेरेर पनि हेर्नु लाग्छ क्या। अनि त्यो जाने एउटा कल्चर हो न, मुभी हेर्ने कल्चर उता चाहिँ पुरा छ होइन, यता चाहिँ अलिकति नभएको जस्तो लाग्दैन? त्यो छ, एकदमै छ यो कुरा, एकदमै तपाईँले उठाउनु भयो, खुसी लाग्यो। त्यो मेरो पहिलो मुभी आउने बेलामा यस्तो यस्तो मुभी नेपाली मुभी हो भनेर ए हो म हेर्छु भने, किन तिमीले पहिला हेरेको थिएन भन्दाखेरि नेपाली मुभी त कसले हेर्ने भन्छ, ऊ आफै नेपाली हो क्या। अब नेपाली भएर नेपाली मुभी हेर्दिनँ भन्ने चाहिँ मलाई चाहिँ एकदमै शरमको कुरा हो। अब सबैको आफ्नो सोचाइ हुन्छ होइन, त म आफै नेपाली भएर चाहिँ मलाई चाहिँ के लाग्छ भन्दाखेरि मैले नेपाली मुभी हेरेन भने, मैले के गरेन भने, मलाई नेपालीको बारेमा थाहा नै छैन भने त म नेपाली हो भनेर म अरूलाई कसरी बुझाउँछु होइन। त्यो भएर पनि हेर्नुपर्छ जस्तो लाग्छ, किनकि युट्युबमा चाहिँ एकदमै हेर्ने हो है, थिएटरमा गएर नहेर्ने होला। तर जस्तो कि नेपालमै हाम्रो कति मुभीहरू अब राम्रो हुन्छ स्टोरी, तर अब कोही बेला हलहरूमा राम्ररी चलिदिँदैन। त्यो मुभीहरू पनि नि युट्युबमा आएपछि कस्तो मजाले चलिरहेको हुन्छ त। अनि
त्यही साथ चाहिँ अलिकति अगाडि तपाईँले हलमा गएर देखाइदिनु भएको भए होइन कति नै पर्छ र टिकटको 200 300 400 होइन त्यति खर्च गरेर तपाईँले हेरिदिनु भयो भने त्यो साथ पायो नि त उहाँहरूले अनि अर्को मुभी गर्छु भन्ने आँट आयो त्यस्तो लाग्छ मलाई चाहिँ कस्तो छ तपाईँको धागोको स्टोरी धागोको स्टोरी चाहिँ अब खुलाउनु त अभियसली मिल्दैन तर एउटा परिवार होइन धागो भन्नेको अब एउटा सिउने कुरो हो जसले चाहिँ एउटा हाम्रो सुरक्षा पन्त जो हुनुहुन्छ उहाँले चाहिँ एउटा परिवारलाई सिउनु भएको छ परिवारभित्रको कुरा हो उता चढावहरू के भइरहेको हुन्छ त्यस्तो कुरा हो एकदम फ्यामिली सबै उयोहरू चाहिँ डुवर्समा नै सुट भएको लोकेसन चाहिँ कि नेपालसँग पनि रिलेट गरेर बनिएको छ धागो म त थर्ड स्केड्युलमा आएको इन्भल्भ भएको हो तर जहाँसम्म मलाई थाहा छ डुवर्समै भएको होला यो ओके धेरै सुटेरै भएको छ ओके ठिकै छ अब त्यो हेरेर थाहा हुन्छ कस्तो रिभ्यू आउँछ है हजुर राम्रै छ जस्तो लागिरहेछ मलाई पनि मेन चाहिँ कस्तो भन्दाखेरि त्यो धागोको ट्रेलर हेर्दाखेरि चाहिँ मोरओभर त्यो रियालिटी स्टोरीहरू हुन्छ नि क्या त ट्रु एकदमै स्टोरीहरू त्यस्तोमा वर्क गरेको हो कि जस्तो लागिरहेछ एकदम र भन्छ नि त्यो तपाईँको फ्यामिलीमा के चलिरहेछ मेरो फ्यामिलीमा के चलिरहेछ कोही बेला खुसी हुन्छ कहिले दुःखी हुन्छ अनि धागोले चाहिँ त्यही देखाउनु खोजेको छ कि मतलब त्यो अलिकति तराकतुरुक हुन्छ नि त्यो देखाउनु भन्दा पनि रियल लाइफमा हाम्रो रियल लाइफमा चाहिँ के घटिरहेको हुन्छ के भइरहेको हुन्छ यस्तो पनि हुन्छ त्यो पनि हुन्छ भन्ने कुरा नै देखाउने कोसिस गर्नु भएको छ यस्तो मुभी त फेरि कथा राम्रो छ भने त दामी चल्छ नि हजुर त्यही हो नि कनेक्टेड हुन्छ नि त अब अडियन्ससँग हेरौँ कस्तो अब रिभ्यू पाउनुहुन्छ तपाईँहरूले हाम्रोबाट त अब हामी त जान्छौँ हेर्नलाई होइन सबै फ्यामिली पनि जानेछौँ अन्त होपफुल्ली राम्रै हुन्छ होला त्यही हो तपाईँहरूको साथ है एक दुई गरेर त धेरै बढी नै हो त त्यही तपाईँहरूको साथ भयो भने गरिन्छ होला कि सबैभन्दा च्यालेन्जिङ यो फिल्डमा के लाग्छ तपाईँलाई गर्नुले एज एन आर्टिस्ट होइन एज एन अब तपाईँलाई असाइन गरिन्छ होइन जति तपाईँले अहिलेसम्म गर्नुभएको छ त्यसमा कुनै पनि प्रोजेक्टको भनौँ न फ्रम दि बिगिनिङ टु दि अहिलेसम्मको आइसालाई लिनुपर्छ भनेर तपाईँसँग कुरा भयो अरे मानिलिउँ होइन त्यो टाइममा अनि लाइक ओके भनेर तपाईँ पनि अब इन्भल्भ हुनुभयो अनि कुनै यस्तो सिचुएसन छ जहाँ लाइक यु फेल्ड लाइक कि हो लाइक मैले ब्याक हुनु पर्थ्यो कि भनेर एकदम टफ सिचुएसन त्यस्तो कुनै फेस गर्नुभएको छ रिलेटेड विथ एक्टिङ त्यस्तो फेस गरेको छु होला सबै भन्न मिल्दैन तर अलिअलि चाहिँ कुनै सिनमा चाहिँ यो होइन यो धागोको कुरा गरेको होइन पहिला काम गरेको कुराहरूतिर चाहिँ तपाईँलाई भनिएको सिन जो हुन्छ स्क्रिप्ट त्यो कति बेला गएर चेन्ज हुन्छ तपाईँलाई थाहा हुँदैन क्या ओके त्यस्तो भइदिन्छ अनि आफूलाई के सम्झाएर त्यहाँनिर साइन गरिएको हुन्छ अनि सुट गर्दा तपाईँलाई थाहा नभइकन त्यो चेन्ज हुन्छ अनि त्यति बेला चाहिँ एकदमै चित्त दुखेको पनि थियो त्यो बेलातिर अनि रुवाबासी त्यही त हो नि अनि उस गर्दिनँ होला अब गइदिन्छु होला भन्ने पनि भएको थियो तर अब सम्झाएर आफूभन्दा ठुलो मान्छे त्यो डल्लै खुलाउन चाहिँ मिल्दैन कस्तो भन्दाखेरि माइट बी नयाँ आउने कमर्सहरूले त्यो कुराबाट सिक्नु पनि सक्छ नि त तपाईँले आफूमा राखिरहनु भयो भने त त्यो त एउटा उयो भइहाल्यो होइन तपाईँसँग नै त्यो कुरा पछि जान्छ होइन र माइट बी एउटा यस्तो तरिकाले भन्नु सक्नुहुन्छ नि तपाईँले जुन चाहिँ अपकमिङ आर्टिस्टहरूलाई अलिकति भए पनि नयाँ आउने आर्टिस्टहरूलाई नै भन्ने हो भने चाहिँ उहाँहरूलाई के हेल्प हुन्छ भने चाहिँ सबैभन्दा पहिलो कुरा अगर तपाईँ केटी हुनुहुन्छ भने कोही लिएर जाने आफूसँग टाढोको बाटो छ भने कोही न कोही चाहिँ तपाईँले लिएर नै जानु किनकि अब सबै राम्रो हुन्छ भन्ने छैन र सबै नराम्रो हुन्छ भन्ने छैन पहिलो भेटमा चाहिँ तपाईँले कोही लिएर जानु नै पर्छ अब म पनि एउटा छोरी मान्छे भएको भएर मैले भुगेको अनुसार चाहिँ कोही लिएर जानुपर्छ तपाईँले अनि कोही मान्छेसँग इन्भल्भ हुनुभन्दा अगाडि त्यो टिममा इन्भल्भ हुनुभन्दा अगाडि चाहिँ अलिक बुझ्नुपर्ने रहेछ अलिक छेउछेउको मान्छेलाई सोधेर तपाईँभन्दा ठुलो कोही आर्टिस्ट हुनुहुन्छ भने पनि उहाँलाई सोध्ने अलिकति के हो कसो हो भनेर त्यो सोधेर चाहिँ तपाईँ अघि बढ्नु होला कुनै पनि प्रोजेक्टमा अब म अहिले त्यत्रो उयो भएको त छुइनँ तर अब मेरो एक्सपिरियन्स अनुसार चाहिँ त्यस्तो गर्नुपर्छ जस्तो लाग्यो ओके भनेपछि तपाईँले धेरैवटा कुराहरू फेस गर्नुभएको छ जुन चाहिँ अघि भन्नुभएको जस्तो एउटा फिमेल मोस्टली फिमेल हो भने चाहिँ गाह्रो हुन्छ भन्ने कुरा मेललाई पनि गाह्रो हुन्छ होइन इन्डस्ट्रीमा गाह्रो त सबलाई नै भइ नै हाल्छ तर छोरी मान्छेलाई चाहिँ अलिकति अब जस्तो कि
अब आज राति भयो अरे होइन सुट अब कुनै कुनै बेलामा फिल्ममा त अलरेडी नै सबै कुरो भइरहेछ प्रमोसनको बेलामा होला अरे या फेरि कुनै अर्को ठाउँको बेलामा अरे अनि अब राति 2-3 जना केटाहरू छ त्यहाँनिर गएर त छोरी मात्रै सुत्न मिलेन नि त होइन अब उसको लागि अर्को रुम गर्नुपर्छ त्यो रुम मिलेन अरे के हुन्छ कति बेला राति त्यही भएर अलिकति जुन मान्छेहरू अब एउटा एउटा गरेर मान्छे जब भेटिरहेको हुन्छ त्यहाँनिर एउटा मान्छे यो मान्छे चाहिँ राम्रो छ है भन्दाखेरि कन्ट्याक्ट चाहिँ लिएर राख्नु होला किनकि भोलिको दिनमा त्यो मान्छे काम आउन सक्छ है त्यो छेउछेउमा कता यता होटल खाली छ कि के छ कि भनिकन मलाई चाहिँ त्यो कुरोले एकदमै हेल्प गरेको छ जब कुनै कति बेला साह्रो परेको बेलामा अब सुट सकेर राति आएको हुन्छु त्यहाँदेखिको दादा यस्तो ठाउँमा आएको छु दादा के कता के होटल छ होला भन्दाखेरि उहाँहरूले बताइदिनुहुन्छ त्यो कुरो चाहिँ गर्नुपर्छ अन्धाधुन आँखा बन्द गरेर चाहिँ कसैलाई पनि विश्वास नगर्नु त्यस्तो भन्न चाहन्छु कहिलेकाहीँ नराम्रो उसमा फेला परिन्छ नि हजुर हजुर हजुरको फ्यामिलीबाट यो फिल्डलाई लिएर रेस्पोन्स कस्तो छ पहिला चाहिँ अब अभियसली जयगाउँ भनेको त त्यस्तो अहिले चाहिँ टाउन भएको छ पहिला त अलिक बस्ती बस्ती नै थियो नि त 4-5 वर्ष अगाडि फर्केर हेर्दाखेरि त्यो बेला चाहिँ आमाले त सधैँ साथ दिने नै हो म्याक्स आमाहरूले साथ दिने नै हुन्छ आपाले चाहिँ भन्नुहुन्थ्यो नगर्नु यस्तो यस्तो अब त्यो गाउँको मान्छेहरूले पनि सुनाउँछ होला नि त ए यस्तो यस्तो त्यो फलाना डिस्कर्ना भनेर अब यो इन्डस्ट्री त्यस्तै छ स्क्रिन सेयर अब एक्टर एक्ट्रेस भइसकेपछि केटासँग त स्क्रिन सेयर गर्नु नै परिहाल्यो अनि त्यो त्यस्तो बेलातिर पनि अलिअलि मान्छेले सुनाएर आपालाई भन्नुहुन्थ्यो होला अनि आपाले चाहिँ नगरे हुन्थ्यो भन्ने खालको चाहिँ भन्नुहुन्थ्यो तर अलिक स्ट्रगल गर्दै 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 चाहिँ मेरो आमा र आपालाई नै सोध्नु भएछ कि बाटोमा हिँड्दाखेरि तपाईँ त आइसा तामाङको आपा होइन तपाईँ त आइसा तामाङको आमा होइन भनेर अनि एकदम खुसी भएर हुन्छ नि अब सधैँ नराम्रो मात्रै सुनाइरहेको मान्छेहरूले अनि अर्को मान्छे आएर त राम्रो कुरा भनिदिइरहेछ आहा भन्ने भयो अनि आएर मलाई सुनाउनु भयो यस्तो 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 भनेर अनि त्यो दिन पछिदेखिको चाहिँ मलाई आमा आपा सबैले एकदमै सपोर्ट गर्नुहुन्छ अब एउटा छोरी भएर पनि होला त्यो कहिले यस्तो यस्तो भन्ने त भएन तर एकचोटि चाहिँ भन्नुभएको थियो नगरी हुन्थ्यो होला भनेर त्यो पनि नगर भन्नुभएको चाहिँ होइन अब त्यो हुन्छ नि मेरो चित्त पनि नदुखोस् भनेर नगरी हुन्थ्यो होला नि छोरी त्यस्तो चाहिँ भन्नु फुल टाइम अब यसमै जाने सोच्नु भएको छ तपाईँले हजुर हजुर आफ्नो 100% दिने अब के हुन्छ कसो हुन्छ त्यो त गड नोस् तर 4-4 जना दाजुहरू रहेछ त त्यसो त होइन टेन्सन छैन नि त हाम्रो त्यस्तो 4-4 जना दाजु त्यस्तो भन्ने पनि होइन अब सबै कुरा आफू गरिराख्ने त्यो सानैदेखिको अब के भन्ने त्यसलाई तामाङ फ्यामिलीमा भएर पनि होला कि त्यो छोरी मान्छेले यस्तो गर्नु सक्दैन त्यस्तो गर्नु सक्दैन भन्ने थिएन क्या हाम्रो घरमा चाहिँ मेरो दादाले 20 लिटरको केही उठाउँछ भने दादा छैन भने म पनि उठाएर हिँड्दिने खालको थियो कि सानैदेखिको अनि त्यो छोरी मान्छे छोरा मान्छे भनेको त मैले घरबाट आएर नै थाहा भएको कुरा हो ए यस्तो हुँदो रहेछ भनेर किनकि मेरो घरमा चाहिँ कस्तो थियो भन्दाखेरि अब दादा र म झगडा परेँ रे सपोज अनि मेरो गल्ती छ अरे भनेपछि मैले गाली खाने नै हो कि छोरी मान्छे भनेर त्यसमा केही पाउँथेन होइन अनि अब दादाको गल्ती छ भने अभियसली दादाले उयो गर्ने हो दादाहरूको अलिकति अब सानो दादाले गल्ती गरेर चाहिँ ठुलो दादाले चाहिँ अब उहाँलाई चाहिँ भन्थ्यो होइन तर अब ठुलो दादाले पनि गल्ती गरेको छ भने चाहिँ अब त्यो भइहाल्यो नै मेरै गल्ती छ अरे तर दादा र म जुधिरहेको छु भने चाहिँ अब ठुलो दादा आएर चाहिँ बहिनीलाई त्यस्तो नगर भन्ने चाहिँ भइ नै हाल्छ अब दाजुलाई त बहिनीको माया भइ नै हाल्छ एक्लो बहिनी भयो नि त फेरि है हजुर हजुर तर त्यस्तो चाहिँ थिएन बाहिर आएर थाहा भएको भनौँ न छोरा मान्छेले गर्नु यो सक्छ छोरी मान्छेले हो हामी भन्दा त्यस्तो डिफरेन्स फिल भएर किनकि बाहिर पनि त त्यस्तो त छैन नि त कि छोरी मान्छे र छोरा मान्छे छुट्याउने त्यस्तो छैन के फेस गर्नुभयो तपाईँले त्यस्तो खतरा अब होइन कि घरमाको वातावरण र बाहिरको चाहिँ त्यस्तो भन्ने खालको चाहिँ छ नि दादा अब के भन्ने हामी अलिकति अलिक भन्न चाहिँ नहुने हो सबैलाई मेरो रेस्पेक्ट छ सबै अलिक कल्चरलाई तर नेपाली भएर तपाईँ नेपाली हो नि त दादा त्यही भएर तपाईँले त्यो फेस गर्नु पाउनु भएको छैन तर अरू उयोतिर चाहिँ अलिकति हुँदो रहेछ कि त्यो छोरी मान्छेको चाहिँ एउटा लिमिट हुँदो रहेछ जुन चाहिँ मलाई थाहा थिएन छोरी मान्छेले यतिसम्म गर्नु सक्दो रहेछ अनि छोरा मान्छेले चाहिँ जहाँसम्म नै गर्नु सक्ने त्यस्तो हुँदो रहेछ कि त्यो चाहिँ मलाई थाहा थिएन अनि पछि आएर जब मैले थाहा पाएँ त्यहाँदेखिको आई कल्ड माइ मदर एन्ड आस्क्ड हर द्याट यस्तो पनि हुन्छ भनिकन अनि हुन्छ अरू तर यस्तो त होइन त्यो अरूहरूकोमा होला अब सोच सबैको भने नि मैले एउटा हुँदैन त्यो सोच अनुसार चाहिँ पछि गएर चाहिँ थाहा पाएको ओके यस्तो हो रहेछ तर त्यो मेरो लागि होइन
ओके त्यो मेरो लागि कसैको लागि चाहिँ त्यस्तो सिचुएसन भएको थियो हजुर हजुर यो कुरा बुझ्नुलाई चाहिँ अडियन्स अब सोचिरहला के कुरा गरेको होला भनेर क्या हामी यो र त्योमा गइरहेछ नि त होइन हामी एक्सेप्ट गर्दैनौँ होइन किनकि हामी यो प्रोफेसनमा छौँ या फेरि हाम्रो सोच त्यस्तो छैन तर धेरै मान्छेहरू हुनुहुन्छ न जसले सोच्छ कि छोरी मान्छेले यो गर्नु हुँदैन तर एउटा कुरो हो कि हामीभन्दा ताकतमा एकदमै बेसी हुनुहुन्छ छोरा मान्छेहरू होइन हामीलाई सपोर्ट चाहिन्छ उहाँहरूको पनि तर यस्तो लाग्छ हरेक कुरोमा चाहिँ छोरी मान्छेले यति गर्नुपर्ने छोरी मान्छे घरमै बस्नुपर्ने या फिर छोरी मान्छे बाहिर जानु नहुने भन्ने कुरोहरू चाहिँ अलिकति पच्दैन भनौँ न होइन त्यही हो त्यस्तो त हुन्छ तर अहिले धेरै चेन्जेसहरू पनि आइरहेछ नि त अब मोस्टली भनौँ न अब इन्टरनेटमै त हामीले हेर्ने हो होइन किनकि पहिलाको जस्तो भनौँ न अब घरमा बसेर खिड्कीबाट के नै पो देखिन्छ र कति लिमिटेसन नै छ नि त तर धेरै संसार देख्ने भनेको थ्रु इन्टरनेटै हो होइन अनि त्यो हुँदाखेरि पनि कहीँ कतै त्यसले गर्दाखेरि अब फ्रिडम छ अहिले पहिलाको जस्तो त्यो डिफ्रेन्स छैन जस्तो चाहिँ देखिन्छौँ अब हामीले पनि होइन हजुर हजुर 60% जस्तो त्यस्तो भइसकेको छ है अहिले जेनेरेसन उयो हुँदैछ नि त तर 40% चाहिँ अहिले पनि त्यस्तै हो कि किनकि म आफै छोरी मान्छे हो छोरी मान्छेकै मुखबाट नै धेरै सुनिन्छ है यस्तो है छोरी मान्छेको लिमिट हो मैले त अहिलेसम्म त्यस्तो छोरा मान्छेले सुनाएको चाहिँ लिमिट चाहिँ अहिलेसम्म थाहा भएको छैन यो कुरोमा चाहिँ हाम्रो दिदी के भन्ने दिदी आमाहरू आन्टीहरू नै हुनुहुन्छ उहाँले नै भन्नुहुन्छ छोरी मान्छे कतिपय कुरो त राम्रो पनि हुन्छ जस्तो कि अब हामी रातिको 12-1 बजीसम्म त बाहिर निक्लिनु भएन नि त जुन छोरा मान्छे निक्लिनु सक्नुहुन्छ होला या फिर के हो त छोरा मान्छेहरूलाई म ननिक्लिनु नै भन्छु किनकि त्यस्तो खालको नराम्रो मात्रै होइन चोरहरू पनि हुन्छ जसले उनीहरूलाई एफेक्ट गर्न सक्छ है त्यो कुरोहरू त राइट नै हो पर्नु सक्छ हिँड्नु सक्छ भन्ने कुरा हजुर हजुर तर अब हाम्रो के भन्ने आन्टीहरू को आन्टीहरू हुनुहुन्छ थाहा छैन तर त्यो उहाँहरूले चाहिँ त्यसरी भनिदिनुहुन्छ त्यो चाहिँ होइन होइन अब यस्तो मेरो आउँदो जेनेरेसनमा मैले के सोच्छु होला जुन कुरो मैले गर्न पाइनँ उसले गरोस् भन्ने सोच्छु होला नि त तर अब पहिलाको आन्टीहरूको चाहिँ सोच अलिकति त्यस्तो नै हुन्छ तर घरबाट त त्यस्तो छैन नि त होइन घरबाट नभइसकेपछि त उहाँहरूले बुझ्यो भने चाहिँ अब नेक्स्ट डोर आन्टीहरूको त अब त्यति धेरै इफेक्टिभ लिनु पनि भएन नि त आफूले राम्रो कुरा लिने हो नराम्रो कुरालाई लाइटली लगेको राम्रो नि मुभीहरू कतिको हेर्नुहुन्छ म एकदमै हेरिरहेको हुन्छु एकदम नेटफ्लिक्स हेरिरहेको हुन्छु के भन्छ अझै कतिवटा प्लेटफर्महरू छ सबै हेरिरहेको हुन्छु तर धेरै चाहिँ हरर मुभी हेरिरहेको हुन्छु नेटफ्लिक्समा यस्तो कुनै पनि छैन होला जुन मैले हेरेको छैन हरर जनर चाहिँ ज्यादा मनपर्छ भन्नु न ज्यादा भन्दा पनि इन्ट्रेस्टिङ लाग्छ क्या अब के हुन्छ हुन्न म एकदमै डराउने मान्छे हो है तर भूतदेखि चाहिँ त्यो हेरिसक्छु डल्लै हेरिसकेपछि चाहिँ अब चाहिँ के हुन्छ राति म कसरी सुत्ने भन्ने पनि हुन्छ त्यही हो इन्ट्रेस्टिङ लाग्छ क्या अब हुन्छ नि भोलि अहिले मैले यति म तपाईँसँग आएर इन्टरभ्यू दिइरहेको छु होइन अब भोलि म अझै के राम्रो गर्न सक्छु होइन तपाईँको अगाडि बसेर म तपाईँले इन्टरभ्यू लिइराख्नु भएको छ यो पनि मेरो लागि एउटा राम्रो कुरा हो नि त अनि म अझै राम्रो के गर्न सक्छु भन्ने कुरोहरू चाहिँ भइरहेको हुन्छ मुभी हेर्दा पनि हजुर हजुर एकदमै लभ स्टोरीहरू पनि हेरिरहेको हो एक्सनहरू चाहिँ त्यस्तो उयो लाग्दैन तर एउटा मुभीमा चाहिँ सबै कुरो छ भने चाहिँ हेर्नु मनपर्छ त्यो एक्सन मात्रै छ भने चाहिँ मलाई त्यो अलिकति राम्रो लाग्दैन इमोसन्स लभ स्टोरी सबै कुरो मिक्स छ भने चाहिँ मनपर्छ फेभरेट हरर मुभी कुन चाहिँ हो तपाईँको अब मलाई नाम चाहिँ टक्कै चाहिँ याद हुँदैन हो फेभरेट भन्दा पनि म यो चाहिँ इन्डोनेसियनहरू चाहिँ एकदमै राम्रो हुन्छ हरर मुभी भन्दाखेरि चाहिँ हो रहेछ भनेर किनकि सबै देखाउँछ नि त त्यहाँनिर त इन्डोनेसियन मैले हेरेको हरर मुभीहरूबाट चाहिँ हलिउड पनि भयो बलिउड पनि भयो होइन अनि एउटा इन्डोनेसियनमा चाहिँ तपाईँले हेर्नु पाउनुहुन्छ कि डर भनेको चाहिँ के हो भनेको चाहिँ त्यो मुभीले देखाउँछ कि एकदम राम्रो हुन्छ इन्डोनेसियन चाहिँ तिनीहरूको त त्यो के अरे रिचुअलहरू है त्यस्तो ज्यादा हुन्छ नि ब्ल्याक म्याजिकहरुको हैन हजुर हजुर त्यस्तो मुभीहरु अनि देख्नु भएको छ फेस गर्नुहुन्छ लाइक कुनै बेला हन्टेड उयोहरु अब म एकदमै फेस गर्न चाहन्दिन गर्नु चाहिँ भएको छ तर सानो देखिनको चाहिँ एकदमै बिमारी भइराख्ने मान्छे हो कि त्यो के भन्छ हाम्रो नेपालीमै हाम्रो तामाङमै सातो जाने भन्छ नि मलाई सातो चाहिँ एकदमै गइराख्ने हो के अनि त्यो हुन्छ नि कोही उभिएको जस्तो हुने चाहिँ भइरहेको हो त्यही भएर चाहिँ म एकदमै डराउने हो अनि एक पटक चाहिँ के भएको थियो भन्दाखेरि बिहानको मान्छेले त भन्छ 12 बजे 3 बजे भूत भेट्छ या फिर एक्सपिरियन्स हुन्छ त्यस्तो बिहानको 4 4:30 कि 5 बजेतिर
कस्तो नराम्रो सपना देख्यो अनि बिम्जिन्छ नि ठक्क बिम्जे अनि वासरुम गयो अनि वासरुम गएर आउँदाखेरि चाहिँ अब त्यो आफूले के भन्छ त्यो धेरै स्प्रेहरू युज भएर चाहिँ हेयरमा अनि त्यो हेयर केयर गर्नका लागि ओइलिङ गरेर कपाल बाटेर सुतेको थिएँ वासरुम गएर आउँदाखेरि चाहिँ अब म यसरी सुतिरहेको छु होइन मेरो कपाल यतापट्टि भइरहेछ नि त यस्तो उठाएर फ्याँकिदिएको छ के साँच्चीकै अब अहिले भर्खरै म सुतिरहेको छु 1 मिनट जस्तो भयो अनि त्यो सपना त होइन नि त अनि म कुदेर गएर अनि आमा र आपालाई भने कि मेरो आपा चाहिँ छिटो उठ्नुहुन्छ अनि आमा पनि अलिअलि छिटो नै 7 बजीतिर उठ्नुहुन्छ अनि आपा चाहिँ 5 बजी नै उठ्नुहुन्छ अनि मैले आमा र आपालाई भने यस्तो मलाई भयो भनेकिन अनि फेरि मेरो आपाले चाहिँ त्यस्तो धेरै फेस गरिसक्नु भएको छ कि अनि नडर यस्तो हुन्छ कि इग्नोर गर्ने हो त्यो गइहाल्छ भने कसरी इग्नोर गर्ने कसरी हुन्छ नि त्यो डरहरू हुन्छ अलिअलि ओके त्यो मात्रै हो होइन धेरै छ दादा धेरै अहिलेसम्म नराम्रो चाहिँ गरेको छैन मलाई नगर्नु पनि होला आई बिलिभ इन यु राइट त नगर्नु मलाई नराम्रो एकचोटि त साथीको रुममा नै सिलगढीमा सिफ्ट भइसकेको थिएन साथीको रुममा म मेरो साथी अनि दिदी 3 जनालाई एकैचोटि नराम्रो सपना आएको अनि एकैचोटि बाथरुम पनि जानु आएको के 3 जनालाई नै जस्ट अनि फेरि म चाहिँ कस्तो भन्दाखेरि राति बिम्जिरहेको छु भने त्यो हरर मुभीमा सिधै गएको देखाउँछ नि त काहीँ के आवाज आउँदैछ भने म चाहिँ जाँदिनँ क्या म फस्छु त्यहीँ हो पसिना भइकन बस्दा म जाँदिनँ कि किनकि त्यो मुभी हेरेर एक्सपिरियन्स भइसकेछ नि त त्यहाँ जानु हुँदैन भनेर बसिरहेको अनि ठ्याक्कै दिदी पनि उठेर वासरुम जानुभयो अनि त्यहाँदेखिको म वासरुम गएँ दिदी पर्खिनु भनेकिन अनि वासरुम गएँ क्या त्यहाँदेखिको त्यति बेला त कसले कुरा गर्ने रातिको बेला है अनि त्यहाँदेखिको मैले चाहिँ त्यो के भन्छ त्यो दैलोमा चाहिँ सानो नानी उभिएर यस्तोरी मलाई हेरिरहेको देखेँ क्या मैले अब सो स्केर्ड ला अब के गर्ने आँखा चिप गरेर बसेपछि कामेर लुकटुक कामेर अनि बिहान भएर चाहिँ दिदीले कुरा गर्नुहुन्छ मैले कस्तो नराम्रो सपना देखेँ नि यस्तो अनि म बाथरुम गएको भन्नुभयो हो अनि मेरो साथीले पनि भन्छ नराम्रो सपना मैले पनि देखेको यस्तो भनेर अनि त्यहाँदेखिको मैले भनेँ कि मैले यस्तो देखेँ यस्तो नानी पनि देखेँ यहाँनिर भनेर अनि त्यो साइन हेर्दाखेरि चाहिँ के हो त्यो साइन भन्दाखेरि चाहिँ डोन्ट वरी आइएम हियर रे के नानीको त्यो जुन साइन थियो नि यस्तो साइन देखाएको त्यसको मतलब चाहिँ त्यो रे चिन्ता नगर्नु म यहीँ छु भनेर रे अनि उतापट्टि गएर आन्टीकोमा गएर गङ्गा जल ल्याएर छडेको अनि त्यस साथी चाहिँ के पनि भएन त्यो घर तपाईको घरमा भएको कि त्यो घटना चाहिँ बाहिर त्यो चाहिँ रेन्टको घरमा भएको त्यो चाहिँ हरर मुभीमा पछि एक्टिङ गर्नु पायो भने गर्नुहुन्छ एकदमै किन भन्दाखेरि चाहिँ त्यो बेसी डर भएर पनि होला मैले त्यो गर्यो भने चाहिँ अब त्यो मेरो हेर्ने नजरिया नै अर्को हुन्छ नि त भोलिको दिनमा हेर्ने यस्तो गर्दाखेरि मैले यस्तो गरेको थिएँ यो मुभीमा पनि त्यही होला भन्ने हुन्छ नि त त्यो डर हट्नुको लागि पनि मलाई एकदमै काम गर्नु मन छ हरर मुभीमा डु यु सी योरसेल्फ एज अ घोस्ट या फेरि एक्ट्रेस गर्दाखेरि होइन म त कुन चाहिँको रोल सोच्नु भयो भूत नै हुने होला किनकि अर्को भयो भने त मलाई डर हुन्छ नि त भनेर भूत नै हुने होला ओके हाम्रो नेपाली मुभीहरू त्यस्तो यो जनरलाई लिएर बनेको छैन है खासै भनेको हन्टेडहरू भयो हजुर अलिअलि त्यो अस्ति भर्खर प्रियङ्का कार्कीको पनि खै के मुभी आएको थियो एउटा जसको प्रमोसन एकदमै राम्रो भएको थियो त्यो बाटोमा सेतो व्हाइट लुगा लाएर हिँडेकोहरू है ब्लू समथिङ व्हाइट त्यस्तो नै थियो अनि त्योभन्दा अगाडि पनि हाम्रो सुरक्षा पन्तजीको पनि घर मुभी आएको थियो नि त जुन मैले हेरेको थिएँ त्यो पनि राम्रो थियो नेपालीमा अलिक हरर पनि हजुर घर भन्ने मुभी थियो त्यो चाहिँ अलिअलि चाहिँ डर दिने खालको नै थियो तर बनाइ भन्दा छ जस्तो लाग्छ हाम्रो यो नेपाली मिथहरू टन्नै छ नि त हजुर जनरल एक्सप्लोर चाहिँ अनि उयो मुभी पनि आएको थियो नि के अधिकारी म्यामको के पो थियो बोक्सीको घर त्यो हेर्न चाहिँ पाएको छुइनँ तर राम्रो बनेको होला जस्तो लाग्यो रिभ्यू त राम्रै आएको थियो हजुर राम्रो त्यो हाम्रो त्यो मुभीहरू पनि यतातिर लाग्दियो भने है राम्रो हुन्थ्यो खै फेरि कस्तो कम्प्लिकेटेड उयो छ क्या जस्तै अस्ति त्यहाँ पनि कुरा भयो होइन जस्तै नेपालमा राम्रो चलेको मुभीलाई यहाँ लिएर ल्याउँदाखेरि पनि खासै रेस्पोन्स चाहिँ पाउन क्या किनकि यहाँ कल्चरै छैन नि त त्यो मुभी हेर्ने इस्टाब्लिस भएको छैन जस्तो लाग्छ अन्त अहिले त अब हामीलाई नै खुसी लाग्छ अहिले कस्तो राम्रो मुभी चलिरहेछ होइन हो नि म पनि कति अब आफ्नो नेपाली मुभीहरू हेर्नुपर्छ जस्तो लाग्छ अनि कहिले नेपाल गएको बेलामा हेरिरहेको हुन्छु उहाँहरूलाई धेरै हल पनि दिँदैन होला आई थिङ्क सो किनकि एकचोटि एउटा मुभी लागेको थियो त्यो मुभी हेर्नलाई म 2-3 हलतिर धाएँ होला तर त्यहाँ लागेकै थिएन के त्यस्तो पनि होला हुनसक्छ हजुर
यता तपाईँले आसामतिर पनि कामहरू गर्नुभएको छ? आसाममा चाहिँ 2-3 पटक चाहिँ कुरा भएको हो तर गरेको चाहिँ छैन एकदम फाइनल भएर गरिएको चाहिँ छैन। सिक्किम सिक्किम हजुर गरेको छु। त्यो अस्ति भर्खर एउटा वेब सिरिज आइरहेछ जुन चाहिँ एकदमै मैले तपाईँहरूले सोच्नु पनि सक्नु होला कि ला आइसाले यस्तो सिन गर्नलाई मान्यो हुन्छ नि नट द्याट काइन्ड अफ बट हुन्छ नि एउटा आर्टिस्ट भइसकेपछि चाहिँ त्यो कुरालाई अब अडियन्सले कसरी लिनुहुन्छ त्यो कुरालाई अडियन्सले हो यो हो भनेर अब त्यसलाई नेचुरली नै यस्तो एकदमै हो भनेर लिनुभयो भने चाहिँ त्यसले मलाई राम्रो फ्लो गर्छ। तर यस्तो यो सिन चाहिँ अलिकति नगर्नुपर्ने भनेर त्यो बेड सिन चाहिँ होइन है क्लियर गरिदिइहाल्छु त्यस्तो ला यो रोल चाहिँ नगर्नुपर्ने हो कि भन्ने किनकि त्यो म एकदमै के भन्छ त्यो जैनारी भन्ने खालको केटी हो अनि त्यो चाहिँ एउटा वुमनको उसमै लेखिएको छ क्या त्यो स्टोरी जुन चाहिँ मैले क्यारेक्टर गरेको छु। त्यो केटी चाहिँ के भन्ने अलिकति त्यो हाम्रै बारीमै अलिकति छोरी मान्छेले कति के गर्न सक्छ या फिर के हो कसो दुःख पाउँदाखेरि त्यस्तो कुराहरू चाहिँ छ त्यसमा। भन्नाले जीविका चलाउनुको लागि कति हदसम्म जानु सक्छ भन्ने खालको होइन छोरी मान्छेले चाहिँ आफै पनि के भन्छ त्यो खडा हुन सक्छ आफ्नो बलबुतेमा त्यस्तो खालको छ। अलिकति चाहिँ के भन्ने त्यसलाई नराम्रो उयोतिर अलिकति स्लिप भएको हो कि खुट्टा अलिकति चिप्लेर तर गरेर चाहिँ देखाउने हुन्छ नि एउटा छोरी मान्छे एक्लो हुँदैन एक्लै हुँदै पनि के गर्नु सक्छ हुन्छ नि हिम्मत चाहिँ हार्नु हुँदैन भन्ने खालको चाहिँ छ। यो चाहिँ कस्तो पाराले रिलिज हुन्छ यो खै अब हामी आर्टिस्टहरूले काम गरिसक्यो यताउता डबिङ पनि भइसकेको अस्ति भर्खरै अनि अब उहाँहरूले चाहिँ वेब सिरिज मुभी नै गर्ने भनेर भन्नुहुँदै थियो तर मुभी गऱ्यो भने चाहिँ अलिकति मलाई गाह्रो हुन्छ कि जस्तो भयो किनकि मलाई साइन गर्ने बेलामा चाहिँ वेब सिरिज भनेर साइन गरेको थियो अनि आई वाज रेडी फर दिस बट खै अब मुभीमा चाहिँ नलाउने भनेर भनेको त्यस्तो ठिक हुन्छ होला जस्तो लागेर चाहिँ भनेको थिएँ अनि अब हेरौँ उहाँहरूले कसरी रिलिज गर्नुहुन्छ। नट एक्ज्याक्टली लिड रोल बट त्यो रोलले नै लिड गर्छ कि हजुर त्यो पनि एउटा फ्यामिली बेस्ड मुभी नै हो तर के भन्ने त्यो मेन जुन के भन्छ त्यसलाई उद्देश्य के भन्छ त्यसलाई उद्देश्य समथिङ जुन छ त्यो चाहिँ त्यो केटीले नै बताउँछ कि यो त्यस्तो गर्नु हुँदैन भनेर। इन्ट्रेस्टिङ छ त्यस्तो छ हजुर एकदम इन्ट्रेस्टिङ हेरौँ कस्तो हुन्छ होइन सेयर गर्नु होला लिङ्कहरू। हजुर एकदमै हाम्रो दादासँगै आउन आँटेको के दादा पदम दादा हुनुहुन्छ नि पदमहरूले एकचोटि सिरिज गरेको भनेर त्यो अल्गाहरू आइरहेको थियो नि त त्यही हो अनि भाउजू पनि हुनुहुन्छ त्यहाँनिर पदम दादाको भाइ। यहाँको दार्जिलिङको कन्टेक्स्टमा मुभीको होइन आफ्नै एउटा विचार छ होइन अनि तपाईँको यता सिक्किममा जे होस् आर्टिस्टहरूलाई राम्रो एउटा प्रोत्साहन अनि सपोर्ट भयो एउटा सम्मान होइन पहिचान दिन्छ भनेर छ जुन चाहिँ अनि तपाईँहरूको डोर्समा कस्तो छ र यता सिक्किमलाई कम्पेयर गर्दाखेरि के लाग्छ भने दार्जिलिङपट्टि हेर्दा कस्तो लाग्छ तपाईँलाई? एकदमै के भन्ने त्यसलाई त धरती आसमानको फरक छ जस्तो लाग्छ किनकि सिक्किम भनेको चाहिँ यस्तो एउटा ठाउँ हो जस्तो लाग्छ जहाँनिर चाहिँ आर्टिस्टहरू जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ के भन्ने त्यो वरदान नै हो जस्तो लाग्छ मलाई चाहिँ। पर्सनली उहाँहरूको चाहिँ के हो कस्तो त्यो मलाई थाहा भएन अगर गल्ती भयो भने आइएम रियली सरी तर यस्तो सपोर्ट गरिदिनुहुन्छ कि सिक्किमको हाम्रो जुन सिएमहरू जो हुनुहुन्छ या फेरि एउटा के भन्ने त्यसलाई क्लबहरूको मान्छेहरू पनि हुन्छ क्लबको मान्छेहरू कसले यस्तो राम्ररी सपोर्ट गरिदिनुहुन्छ यस्तो इज्जत दिनुहुन्छ नि उहाँको आर्टिस्टहरूलाई के गर्नुपर्छ ल गर भनेकन अनि मैले के पनि सुनेको थिएँ त्यहाँको एउटा आर्टिस्टलाई लियो भने उहाँहरूले कतिपय खर्चहरू पनि उठाइदिनु पर्छ हुन्छ अरे कि 30% समथिङ के भनेपछि त्यो भूमिमा जन्मिनु भनेको त अनि ब्लेसिङै होइन त त्यस्तो लाग्छ मलाई। अनि दार्जिलिङ पनि त्यस्तो नै होला म पनि दार्जिलिङबाट मुभीहरू बनिरहेको हुन्छ म त्यहाँ मुभीले गर्दा नै गएको हो दार्जिलिङमा पहिला एकचोटि हुन लागेको थियो त्यो 40 वैशाख भन्ने बेलामा त्यति बेला
म एकदमै सानो थिएँ त्यो मुभीको लागि गएको थिएँ फर द फर्स्ट टाइम अनि म सिक्किम पनि कामले नै गएको हो त्यो घुम्नु होइन फर्स्ट टाइम सिक्किम दार्जिलिङ दुइटै म कामले नै पुगेको हो अनि त्यहाँनिर त्यो हुने भएको थियो तर त्यो खै के अब कोही बेला केही पुग्दैन त्यो मुभी भएन अनि त्यसो फेरि हाम्रो डुवर्स चाहिँ के छ भन्दाखेरि भर्खर उठ्दैछ नि त आर्टिस्ट होइन आर्ट भनेको कुरा चाहिँ भर्खरै उठिँदैछ होइन अब त्यो आर्टलाई बुझ्नु अब अझै पुरै होला टाइम त्यस्तो सिक्किम जस्तो त हुन सकिन्छ जस्तो त लाग्दैन तर पनि हिम्मत हार्नु हुँदैन हुन्छ होला भोलिको दिनमा राम्रै हुन्छ ल सो अहिलेसम्म तपाईँले कुनै प्रोजेक्टमा एज एन प्रपरली लिड रोलको भूमिका निभाउनु भएको छ अहिलेसम्म त त्यस्तो त गरेको छुइनँ होला बट यु सी योरसेल्फ इन फ्युचर obviously I do कतिपय कुराहरूमा चाहिँ लिड नै आइरहेको हुन्छ तर त्यो लिडमा गरेर चाहिँ मैले के आफ्नो दिन सक्छु कि सक्दिनँ भन्ने कुरो भएर पनि हजुर उहाँले गरिदिनु भएको हो तर अब के भन्ने त्यसलाई अलिकति केही नपुगेर हुन्छ नि अलिक चित्त नबुझेर चाहिँ नलिएको हो त्यही हो त्यस्तो लिड त अहिलेसम्म म्युजिक भिडियोहरूतिर नै हो लिड गरेको चाहिँ राम्रो म्युजिक भिडियोहरू देखेछु मैले तपाईँको थ्याङ्क यू सो मच अब तपाईँ यति राम्री पनि हुँदो रहेछ है मैले फर्स्ट टाइम नै अब प्रपरली देखेको चाहिँ यो फिल्डमा तपाईँको एडमाइररहरू कतिको भेट्नु भएको छ यो फिल्डमा ठिकै अप्रोचहरू आउँछ आइरहेको हुन्छ बिहाको पनि आउँछ होला बिहाको चाहिँ खै अब त्यस्तो एकचोटि बिहा गर्छु भन्ने त हुँदैन त त्यो घरमा चाहिँ 2 चोटि जस्तो आयो अरे भनेको सुनेको थिएँ मेरो आप्पालाई भन्नुभएको थियो अरे इन्डाइरेक्टली डाइरेक्टली त भन्नु हुँदैन यस्तो केटी खोजिरहेको छु तिम्रो नजरमा छ कि छैन भनेर अनि आप्पाले थाहा पाउनु भयो तर खै कोही पनि छैन यो गाउँको त सबै बिहा भइसकेर गइसक्यो भनिदिनु भएछ अनि अब त्यो अर्को कुन चाहिँ उयो हुन्छ रिच छ यो छ त्यो छ भनिकन यस्तो भन्नुभएको थियो ए त्यो हो राम्रो हो तर के गर्ने अब गाउँमा केटी नै छैन जिस्केर आमालाई बिहा गरौँ कि क्या हो भनेर भन्ने थिएन आमाले एकदम गाली गर्नुभएको थियो कि यो बेलामा बिहा गर्ने हो यस्तो पहिला आफू ठुलो भइहाल्न भनेर अब प्रोफेसनल लाइफमा जे भयो भने अब पर्सनल लाइफ त आमाले देखेको हुन्छ नि त अनि उहाँको नजरमा चाहिँ मैले ठुलो भएको छुइनँ अरे कि इनकेस तपाईँले इन फ्युचर होइन बिहा त गर्नैपर्छ होइन सो कस्तो प्रकारको केटा तपाईँले इमेजिन गर्नुहुन्छ सोच्नुहुन्छ मैले छोरी मान्छेहरूको चाहिँ एउटै हुन्छ बुझिदियोस् होइन माया गरिदियोस् अनि इमोसनल पार्ट चाहिँ सबभन्दा इम्पोर्टेन्ट हुन्छ जुन चाहिँ बुझिदिनुपर्छ त्यही हो त्यति नै हो त्यस्तो उयो त हुँदैन अब पैसा कुरा गर्नु भयो भने पैसा भएको नै मान्छेसँग भेट्यो भने राम्रो कुरा हो भएन भने त म पनि कमाइरहेको छु हुन्छ एक दुई गरेर पैसा पनि इम्पोर्टेन्ट नै छ पैसा पनि इम्पोर्टेन्ट छ भन्दा नि पैसा एकदमै इम्पोर्टेन्ट छ अब भोलिको दिनमा ऊ बिमारी होला अरे म बिमारी होला अरे मेरो मायाले उसलाई बचाउनु सक्छु त सक्दिनँ नि त उसले पनि उसको मायाले मलाई बचाउनु सक्दैन नि त पैसा मान्छेले भन्छ होला त्यो सुन्नु चाहिँ एकदमै राम्रो लाग्छ है माया सबभन्दा ठुलो पैसा उयो होइन भनेर एकतर्फ सही हो तर प्र्याक्टिकली हेर्ने हो भने चाहिँ होइन पैसा एकदमै इम्पोर्टेन्ट हुन्छ कुनै पनि कुरोमा अब दुईजना माया भएर बिहा गरे रे मायाको घर त बनिँदैन नि त त्यो घर बनाउनु त पैसा चाहियो नि त त्यस्तो हुन्छ प्र्याक्टिकली सोच्दाखेरि चाहिँ तर छोरी मान्छेहरू त अलिक बेसी नै इमोसनल हुन्छ हो अलिअलि मायाको खाँचो त हुन्छ नि बुझ्दिने भयो भने इमोसनली उयो भइहाल्नुहुन्छ तर नहुनु होला दुइटा इम्पोर्टेन्ट नै छ नि होइन फेरि कस्तो भन्दाखेरि टन्न पैसा छ अरे तर फेरि टचर गरिरहेछ भने त त्यो अर्को तनाव भयो नि त फेरि लाइफमा होइन त्यो त एकदमै उयो भयो नि त त्यही भएर चाहिँ मनीलाई चाहिँ पहिला चाहिँ किन राख्ने भन्दाखेरि चाहिँ त्यो चाहिँ आफूले दुईजना मिलेर कमाउनेमा पहिला राख्ने त्यो कमाउनै पर्छ माया जस्तो भए पनि त्यो उसकोमा पैसा छ भनेर चाहिँ जाने होइन होला म चाहिँ होइन आइसा चाहिँ म के सोच्छु भन्दाखेरि चाहिँ त्यो मान्छेकोमा पैसा छ अरे भनेर चाहिँ म कहिले बिहा गर्दिनँ होला कि त्यो मान्छेलाई त्यो मान्छेको बारेमा मलाई केही पनि थाहा छैन त्यो मान्छे चाहिँ एकदम इमोसनली कनेक्ट छ मसँग मलाई एकदम सपोर्ट गर्छ यो त्यो किनकि इन्डस्ट्री नै यस्तो छ आँखा लाउने भयो भने त अभियसली हुँदैन घर बिग्रिनु भनेको चाहिँ सबभन्दा अगाडि चाहिँ आँखा लाउने नै होला कि अनि त्यस्तो छ भने त हुँदैन अन्त इमोसनली सपोर्ट गर्छ अरे अन्त त्यहाँदेखिको ठिकैको कमाउने पनि छ भने चाहिँ त्यो कुरोमा चाहिँ जान्छु होला तर एकदमै रिच छ अरे तर बोल्नेको ढङ्ग छैन
हुन्छ नि इमोसन्स के हो भन्ने थाहा छैन भने त अभियसली गरिँदैन होला नि ठिकै छ बोलाउनु होला पछि बिहेमा हजुर हजुर बोलाउँछु पहिला बिहेभन्दा अगाडि चाहिँ राम्रो राम्रो कुरोतिर आफूले गरेको अचिभमेन्टतिर तपाईँलाई लाइफमा के गर्नु मन छ आइसा जस्तै हुन्छ नि सबैभन्दा इच्छा लागेको कुरा जुन चाहिँ अझै अधुरो छ अझै अधुरो त्यो भन्न मिल्दैन होला त्यो भन्यो भने त्यो पुरा हुँदैन भनेको सुनेको थिएँ कि कता हुन्न होला खै हुँदैन भने चाहिँ भनौँ होला मलाई मेरो आफ्नो घर बनाउनु मन छ ओके अनि आफूलाई गर्नु लागेको कुरा त अब प्रोफेसन भइहाल्यो एकदमै जाने चाहिँ म रमाउँछु म आइएम नट अ मर्निङ पर्सन तर यो कामले गर्दाखेरि चाहिँ त्यो अर्कै मिठास छ क्या यो काममा म जुन पाउँछु म बिहान उठिरहेको हुन्छु 2 घन्टाको निन्द्रा गरेर पनि म उठेर फेरि जान सक्छु होइन त्यो त भइहाल्यो तर मलाई आफ्नो त्यो अहिलेसम्म इन्कम्प्लिट चाहिँ के छ भन्दाखेरि चाहिँ मलाई मेरो आफ्नो घर बनाउनु छ ओके भन्नाले घर त छ आमा आप्पाको ओके सो आफै पनि बनाउन चाहनुहुन्छ हजुर आफै चाहिँ आफ्नो बलबुतेमा चाहिँ एउटा जस्तै यो कस्तो एउटा सिस्टम पनि छ भन्दाखेरि हाम्रो वर्किङ कल्चरमा चाहिँ नयाँ आर्टिस्टहरूलाई चाहिँ फ्रीमा होइन कस्तो भन्दाखेरि अपर्च्युनिटी हो गरौँ न भन्ने खालको पनि एउटा सिस्टम छ नि त हुन त एउटा प्रडक्सनलाई पनि गाह्रै छ होइन तर प्रडक्सनको पर्सपेक्टिभबाट हेर्ने भने तर एज एन आर्टिस्टको पर्सपेक्टिभबाट तपाईँलाई हेर्दाखेरि के लाग्छ कि आर्टिस्टलाई चाहिँ कस्तो भन्दाखेरि पैसा पनि त जरुरत छ भन्ने खालको त्यस्तो सिचुएसन फेस गर्नुभएको छ जहाँ तपाईँले फ्रीमा वर्क गर्नु परेकोहरू त्यस्तो फ्रीमा त अब त्यो स्ट्रगलिङ बेलामा त गरेको नै हो किनकि अब त्यो बेला त आफूले पनि अलिकति सिक्नु पर्यो के गर्नु पर्यो उहाँहरूले सिक्नु मौका दिनुभएको छ सिक्ने हो तर अब आफूले अब त्यत्रो स्ट्रगल गर्दा गर्दा पनि कसैले सोधिदिनु भयो भने चाहिँ पहिलो कुरा चाहिँ त्यसरी नसोधिदिनुहोस् तर यस्तो हुन्छ एज अ आर्टिस्ट मैले सोचेँ भने स्क्रिप्ट एकदमै राम्रो छ अरे होइन टिम पनि एकदमै राम्रो छ भने त्यहाँ पैसा त कम्प्रोमाइज अलिकति भइ नै हाल्छ फ्रीमा चाहिँ होइन मलाई पेमेन्ट नदिनु तर मेरो कामलाई चाहिँ दिनु होइन त्यो त उहाँहरूले पनि बुझ्नुहुन्छ तर जसले कामलाई बुझेको हुन्छ उहाँहरूले चाहिँ बुझ्नुहुन्छ कि उहाँहरूले त्यसरी नै भन्नुहुन्छ कि यस्तो यस्तो हो काम राम्रो छ यो छ राम्रो छ तपाईँ अलिकति म तपाईँलाई पेमेन्ट दिन्छु त्यो अनुसार भन्नुहुन्छ त्यो हुन्छ बोल्ने तरिका पनि म्याटर गर्छ अब कोही मान्छे आएर पैसा हुँदैन काम गर न भनेर भन्यो भने त अभियसली कसलाई उयो हुन्छ है कस्तो रिस उठ्छ तर अब त्यही कुरो चाहिँ नानी बुझ्देऊ है यस्तो यस्तो सिचुएसन छ स्क्रिप्ट राम्रो छ म तिमीलाई राम्रो स्क्रिप्ट दिँदैछु तिमी त्यसमा के गर्न सक्छौ भनेपछि त अब त्यो आफै बुझिन्छ नि त तर कसैले पनि कसैलाई चाहिँ फ्रीमा उयो नगर्नु होला कि धागो अचानक सुपर हिट भयो भने कसरी सेलिब्रेसन गर्नुहुन्छ यसलाई सबैभन्दा पहिला त मेरो डुवर्सले के गर्यो भन्ने होला होइन अनि त्योभन्दा सेकेन्ड भन्दाखेरि नेपाली मुभी है यो देशदेखि त्यो देश बाँधिएको अझै नेपालीलाई चिनिन्छ होइन हाम्रो अब इन्डियन नेपालीहरू त अलिकति उयो नै छ नि त हामी यहाँको हो कि होइन भन्ने खालको पनि सिचुएसनहरू कुनै कुनै न्युजहरू पढिरहेको हुन्छु अनि के भन्छ अब त्यो पढेको मान्छेहरूलाई त थाहा छ कि के हो कसो भनेर अनि त्यस्तो हुन्छ अनि त्यति बेला चाहिँ म एकदमै के भन्ने एज एन आर्टिस्ट पनि म एकदमै खुसी हुन्छु होला अनि कलाकार भएर एकदमै खुसी हुने अनि डुवर्सको मान्छे हो डुवर्सको केही काम राम्रो भयो भनेर खुसी हुने होला धेरै कतिवटा सोच्दा पनि साँच्चै नै म कतिवटा यो ठाउँबाट खुसी हुन्छु होला स्ट्रगलिङ फेज नै हो डुवर्सको लागि यो त है पहिलो मुभी बनिँदैछ भनेपछि त अब के भन्ने त्यही स्ट्रगलै गरिरहेको हो पहिलो मुभीमा है क्या लकी पनि होला है तपाईँलाई फिल लाग्दैन हो म त फर्स्ट डुवर्सबाट होइन फर्स्ट मुभी बनेको नेपाली मुभी त्यसमा अब एज एन आर्टिस्ट पनि छु भनेर हजुर हजुर प्राउड त लाग्छ अनि साथै के भन्ने अब लक भन्ने के भन्ने उहाँहरूले पनि फेरि त्यो हाम्रो के भन्छ सबै हेर्दाखेरि चाहिँ कसलाई चाहिँ राख्ने भन्दाखेरि चाहिँ यो चाहिँ ठक्क उयो हुन्छ कि भन्ने प्रकारले लिनुभएको रहेछ होइन तर फेरि म अर्को एउटा पनि चुज भएको थिएँ भनेर सुनेको थिएँ हो अनि कताबाट हाम्रो डाइरेक्टर दादाले यस्तो यस्तो नानी आउनुहोस् न यो थियो भनेर फेरि त्यति बेला चाहिँ मोडलिङ सुटहरू एकदमै गरिरहेको थिएँ कि म फेरि सुटमा चाहिँ एकदमै मजा आउँछ त्यो पनि एकदम राम्रो के भन्ने क्यामेरा अगाडि बस्नु चाहिँ मलाई एकदमै राम्रो लाग्छ जस्तो कि यहाँ बसिरहेको छु होइन म कस्तो मजाले बोलिरहेको छु तपाईँसँग अब यो क्यामेरा बन्द भयो भने त्यस्तो बोली निक्लिँदैन त्यसलाई अब के बोल्ने हुन्छ नि त रियल चाहिँ त्यस्तो छ
हजुर अब तपाईँहरूसँग चाहिँ अब जस्तो हाम्रो यहाँ बसिराख्नुपर्छ भाउजू पनि होइन उहाँसँग चाहिँ म बोल्छु होला किनकि अब हाम्रो अर्कै एउटा उयो हुन्छ नि त कुराहरू यस्तो यस्तो है त्यस्तो हो भन्दाखेरि अब ल तपाईँसँग तपाईँ के बोल्ने होला दादा यस्तो यस्तो भने त्यतिमै कुरा सकिन्छ तर क्यामेरा खोलिएपछि चाहिँ तपाईँ पनि एउटा अर्कै उसमा जोनमा आउनुहुन्छ म पनि एउटा अर्कै जोनमा आउँछु अनि आई रियली लभ त्यो हुन्छ नि क्यामेराको अगाडि आउनु चाहिँ मलाई एकदमै मनपर्छ आउने दिनमा झन् धेरै राम्रो राम्रो प्रोजेक्टहरूमा हेर्न पाऊँ होइन तपाईँहरूको आशीर्वाद मायाहरू रहिरह्यो भने त हजुर राम्रै हुन्छ किनकि यो अपकमिङ डेजहरूमा अझै राम्रो राम्रो मुभीहरू बनिन्छ जस्तो लाग्दैछ होइन हजुर हजुर तपाईँको त अब एक्टिङ पनि राम्रै छ होइन अनि राम्रो छ एक्टिङ हो किनकि थ्रु म्युजिक भिडियोहरू पनि देखिरहेको अन्त अब यसरी मुभीहरू पनि अब देख्नु पाइरहेको छ आउने दिनमा हेर्नुपर्छ अन्त कुनै यस्तो मोमेन्ट छ जुन चाहिँ लाइक यु फेल कि आज यो पोडकास्टमा तपाईँलाई सेयर गर्न मन लागेको रिलेटेड विथ धागो मुभी ह्याप्पी मोमेन्ट अर स्याड मोमेन्ट एनिथिङ द्याट यु वान्ट टु सेयर धागो मुभीमा चाहिँ म एज अ के भन्ने आर्टिस्ट मात्र नभएर डाइरेक्सन टिमपट्टि पनि अलिकति के सिक्ने हो कि त्यो भने नि मैले अलिकति मलाई अलिकति लोभ लाग्छ अझै सिकौँ भनेर दादाले मलाई त्यही एक्सक्युज मी त्यही लोभ दिनुभएको थियो किनभने तिमी सिक्नु आऊ भनेर दादा चाहिँ फेरि सपोर्ट गर्ने खालको मान्छे हुनुहुन्छ के गर्नुपर्छ भन्ने खालको सोचको मान्छे हुनुहुन्छ अनि ल सिक्नु पाउँछु कि भनेर चाहिँ म आएको हो जोडिएको हो अनि त्यहाँनिर आर्टिस्टले भन्दा पनि बाहिरको मान्छेहरूले कति मेहनत गर्दो रहेछ भन्ने कुरो थाहा भयो कि मलाई अब पहिला त अलिअलि थाहा भएको नै हो त्यस्तो थाहा नभएको चाहिँ होइन के भन्ने त्यो अझै इज्जत बढ्दै गयो त्यो बिहाइन्ड द क्यामेरा हजुर हजुर बिहाइन्ड द क्यामेरा जो मान्छेहरू हुनुहुन्छ नि काम गरिरहेको उहाँहरूलाई मेरो यति इज्जत बढ्यो मलाई त यस्तो लाग्यो कि ला म त सक्दिनँ कि क्या हो क्यामेरा पछाडि काम गर्न भन्ने पनि लागेको थियो अनि के भन्छ त्यो जाडोको मौसम थियो यही नोभेम्बर डिसेम्बर समथिङको काम थियो होला अनि सर्दी लागिरहेको थियो होइन खोकी भए पनि यताउता कुदिरहेको थियौँ के गर्न मिल्छ कसो गर्न मिल्छ भनिकन ठ्याक्कै सङको बेलामा थियो जुन सङ आइसकेको छ ट्याउ भन्ने त्यति बेला सर्दीले खोकेको हुन्छ नि हाम्रो जुन आर्टिस्टहरू हुन्छ उहाँहरूले पनि तिमीलाई कस्तो जोडले खोकी लागेको भनेर अनि म बिचमा त नसकेर म घर फर्केको पनि छु त्यो हुन्छ नि एकदमै नसके त्यो खोकीले अब ज्वरो आयो कि मलाई ज्वरो आएर घर फर्किन्जेलसम्म पनि भएको थियो बेड रेस्ट नै भएको थियो त्यस्तो भएको थियो तर अब त्यसरी बनेको मुभी हो कि यो दादाहरूलाई कसलाई ज्वरो आएको हुन्छ घरि के भएको हुन्छ नि त्यस्तो गरी पनि होइन अब कति महिनाको थियो सुट चाहिँ यो त कहिलेदेखिको 3 साल हो कि 4 साल भइसक्यो होला यो त म त लास्टमा जोडिएको हो नि त अनि उहाँहरूले अब त्यो गर्दै अलिकति ग्याप हुने होइन अब त्यो घरि के नमिल्दाखेरि रोकिएर फेरि अब फाइनेन्सले पनि हो कि त्यस्तो थाहा त भएन अलिअलि गरेर मैले भने नि म लास्टमा चाहिँ जोडिएको हो नि त अनि त्यति बेला एकदमै मेहनत गर्ने हाम्रो सुरविदी जो हुनुहुन्छ मैले उहाँलाई याद गर्न चाहेँ उहाँ पनि यस्तो खट्ने मान्छे कि उहाँ के भन्नु उहाँ एज एन आर्टिस्ट पनि काम गरिराख्नु भएको छ अनि बाहिर एज एन एडी पनि काम गरिराख्नु भएको छ कि त्यसरी काम गरेर आएको त्यही भएर एउटा फ्यामिली जस्तो बुझिदिएको हुन्छ नि त्यस्तो भएको त्यो एक बेला त म रुको पनि थिएँ कि मलाई ज्वरो आएर के गर्ने हुन्छ नि अब सबैजना काम त गर्नु पर्यो उहाँहरूले होइन सबैजना काममा जानुभएको छ अनि म एक्लै रुममा ज्वरोले कामिरहेको छु हो खोकेको छु म त रोएर आमाको याद आएर हुन्छ नि अब काम भनेको नै यस्तै हो हाम्रो प्रोफेसन बाहिरबाट झलमला देखे पनि भित्र कति स्ट्रगल हुन्छ भन्ने कुरो थाहा हुँदैन नि त त्यो 2 घन्टाको मुभी मान्छेहरूले जज गरिदिनुहुन्छ तर त्यो 2 घन्टाको मुभी बनाउनुलाई मान्छे कति के खटेको हुन्छ भन्ने कुरो उहाँहरूले सोच्नु सक्नुहुन्न त्यही हो एकदमै खटाइ चाहिँ भएको थियो जाँदै तपाईँलाई होइन यो संसारबाट कुनै एउटा कुरा डिलिट गर्नु मन लाग्यो अरे फरेभरको लागि त्यो कुरा चाहिँ के हुनेछ डिलिट गर्नु पास्टहरू केही पनि होइन जे पनि भन्न सक्छु जे पनि भन्न सक्नुहुन्छ जुन चाहिँ तपाईलाई मन पर्दैन आइसामा भएको त्यो इमोसन्स चाहिँ म डिलिट गर्न चाहन्छु इमोसनली सबै कुरो हेर्ने धेरै मान्छेहरूको बारेमा सोच्ने जुन छ नि त्यो इमोसन्स चाहिँ मैले डिलिट गर्नु मिलेको भए चाहिँ 80% चाहिँ म डिलिट गरिदिन्थेँ होला चाहिने मात्र राख्थ्यो होला कि यति बिना इमोसनल हुन्छ नि त्यो मान्छेहरूको बारेमा सोच्ने अनि त्यस्तो गर्नेले चाहिँ धेरै घाटा खाइन्छ यो इन्डस्ट्रीमा चाहिँ दिमागले सोच्नु भन्नुहुन्छ
तर अब त्यो परवरिश भन्छ नि सानैदेखिको मनबाट सोच्ने बानी भएर पनि दिमागबाट सोच्ने आउँदैन के तर कोही कोही बेला चाहिँ हो अब त्यो 1-2 खेप उयो भइसकेपछि त आउँछ नि त अलिकति तर पनि त्यो मान्छेले फेरि आएर होइन नानी यस्तो यस्तो भन्यो भने फेरि त्यो इमोसन्स आइहाल्छ कि त्यो इमोसनल पोइन्ट चाहिँ म डिलिट गर्न चाहन्छु ओके अलराइट आइसाज्यू हामी लगभग हाम्रो पोडकास्टको यो होइन सोको एन्डतिर आइसकेको छौँ र जाँदै तपाईँलाई पर्सनल्ली पनि आइसा तामाङलाई पनि हामी शुभकामना दिन चाहन्छौँ सँगसँगै आउने जुन चाहिँ मुभी छ त्योहरूको लागि पनि शुभकामना अनि विशेष गरेर धागो फिल्मलाई पनि एकदमै शुभकामना छ तपाईँ लगायतै सम्पूर्ण टिमलाई र जाँदै हाम्रो दर्शकहरूलाई तपाईँ केही भन्न चाहनुहुन्छ भने हजुरको कुरा राख्दा हुन्छ तपाईँको वेल विशेषको लागि थ्याङ्क यू सो मच अनि हाम्रो अडियन्सलाई के भन्न चाहन्छु भने प्लिज गएर मुभी हेरिदिनु होला तपाईँले एकजनाले हेरेर अर्कोलाई भन्नुभयो भने 1 कान 2 कान गरेर नै मैदान हुन्छ डुवर्सबाट बनेको मुभी हो डुवर्सको हरेक मान्छेको मुभी हो होइन हरेक फ्यामिलीमा भइराख्ने घटनाहरू त्यहाँनिर जोडिएको छ तपाईँले हेर्नुपर्ने मुभी हो धागो भन्ने चलचित्र नोभेम्बर 14 मा आउँदैछ प्लिज गएर हेरिदिनु होला माया गरिदिनु होला धन्यवाद ओके थ्याङ्क यू आइसाज्यू समय दिनुभयो हामीलाई होइन एकदमै रमाइलो कुराकानी भयो र आउने दिनमा हामी फेरि सँगै काम गर्नेछौँ थ्याङ्क यू सो मच